अब फर फिलिङमा हामी पहिला अन्डा हाल्छौँ। त्यो त अलिकति एङ्गल मिल्यो मिलेन भने चाहिँ फुट्छ। त्यसो चाहिँ फुट्दैन। त्यसले किच्दा पनि फुट्दैन। त्यही त होइन होला ल। हो नि सेल राम्रो एकदम हार्ड हुन्छ क्या सबै। सेल एकदम डेन्जर हार्ड हुन्छ। म फुटाइदिनु। अब पानीलाई चाहिँ उमालिँदैछ, बोइल गरिँदैछ। ग्यासै मर्यो। ग्यासै मरेछ। अब आइसिङ सुगर 140 140 आइसिङ सुगर। बस 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 आइसिङ सुगर मिक्स गर्ने अन्डामा यता हुन्छ दाइ कोही भइसक्यो ट्याक्कै। ए अच्छा अन्डालाई यहाँ ल्याउनु पर्यो। के छ त्यसमा अन्डा मात्रै है? ओन्ली ट्याक्कै निकाल्ने है। तल यहाँ टाँसिनु भएन। टाँसियो कि गयो ए अम्लेट। त्यसपछि अम्लेट बन्छ। ल सुगर ल्याउनुहोस् ल हाल्दैन। अन्डामा आइसिङ सुगर। अन्डामा चिनी हाल्नु पर्यो है। हलुवा पनि बन्छ नि अन्डा बल्ल। तर के भन्छ सुसीमा पनि बन्छ नि स्क्र्याम्बल। अन्डा र आइसिङ सुगर मिक्स गरियो। कति यसलाई नि फ्रिजमा जमाउनु पर्छ सर? हजुर यसलाई नि जमाउनु पर्छ। ए यो गाडा निस्किन्छ होला अब। के धेरै चाहिने रहेछ? काटुन जिस्ट पनि निकाल्न पर्छ है। एउटा खाना हुन्छ। के गरे अनि के माइनसमा गयो नि त्यो त। कटौरा हो कि त्यो। आइसिङ सुगर थियो। केमा थियो आइसिङ सुगर? कहाँको बट्टामा? 73 थियो कि 73। सत्तरी भयो त भयो नि। साँच्ची 3 ग्रामले आफ्नो थाहा पाएन। बालीमा त यस्तो गर्दा पनि आउँछ होला है? आउँछ। आयो त।
ए छोडिदिनु किन लाग्यो सानो रहेछ नबनाएर भाइ नपाए होल्ड on है अब होल्ड on है 75 मात्र भइरहेको कति धेरै काम त्यो हालिसकेपछि होल्ड on गरौँ है बढी चाहिँ हुनु के गरे हो भने हान्छौँ आइसिङ सुगर सबै प्लाटर हालिदिनु सक्छ यत्रो गिना अनि नापे मैले यसको वेटै आउँदैन धेरै त्यो वेट हट्छ कि त्यो वेट हट्यो अझै काट्नु पर्ला है अहिले यो भइसकेपछि नाप्नु हेर यो नापेर क्या अब यो मुभी हालेर यो माथि हाल्नु यसमा कसले खाएको चिया धोकेर हाल्यो कस्तो धोका खोल्या खाले गरेको नि हाल्यो कि त्यहीँ राख न त्यहीँ राख के गर्दिन हुन्छ यहीँ राख न यहीँ राखेर गर सर यार यहाँ गर न सर भयो 100 भयो 100 भयो कि देखेको देखेँ भयो कि यसले नि आउँदैन है सेतो पार्ट पऱ्यो भने त्यो अटोमेटिकली त्यो हुन्छ अनि यो यिनीहरू अरेन्ज येल्लो अब हाल्न पायो है तर त्यो जुन छ नि वान ट्याप मात्र गर्ने हो नत्र त सेतो आयो भने ए त्यो लेख्नु भएको त्यही हो अन ट्याप खतम भयो नि उता लेख्नु ल होइन वान टेबल स्पुन हो कति टीएसपी भनेको हैन पुग्यो 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 यहाँ अन टेस्ट या त्यो एउटा कटोरामा चाहिँ On सट्टा TSP. टुलुम पानी जस्तो दो त्यो काट्न सक्छ एउटा पखाल्नु या फिर टिसी गोली पुग्यो क्रिम केमा हाल्ने अब डबल क्रिम आइसियो सुगर हाल्नुको कारण चाहिँ के गुलियो सुई ल त्यो त अनि चिनीमा चाहिँ हाल्दैन नि हुन्छ यो चाँडै यो खोल्न सजिलो बोल्न सक्छु कहाँ हाल्ने अब त्यो क्रिम हाम्रो चाहिँ यसमा चाहिँ व्हाइट पार्ट चाहिँ डबल क्रिम चाहिँ कति 150 है 150 150 अलिकति पातल लिन्छ कि अलिकति बाक्लो हुन्छ है ए डबल क्रिम भनेको यो युज गर्दा भयो अर्को छुट्टै आउने छैन आउँछ यो भन्दा डबल नै हुन्छ यो कुकिङ क्रिम हो हैन र यहाँ ल्याउनुस् ल हाल्नुस् यसलाई चाहिँ हामीले यहाँ केमा आइसिङ सुगर र आइसिङ सुगर र अन्डा हाल्यो त्यसपछि